स्वर्गीय शिवकुमार राई ज्यूद्वारा लिखित कथा सङ्ग्रह खहरेबाट आज एउटा कथा लिएर आएको छु। शीर्षक छ एब्स्ट्र्याक्ट आर्ट। तीनताक चित्रकलाको क्षेत्रमा मधुकरको नाम खुबै चलेको थियो। बम्बईको जे स्कुल अफ आर्ट्सबाट डिप्लोमा इन फाइन आर्ट्स प्राप्त गरी विशेष अध्ययनका लागि युरोप गएका थिए। पछि तिनको ध्यान एब्स्ट्र्याक्ट आर्टले खिच्यो र तिनी धर्साहरू मात्र कोर्न लागे। भएभरका रङहरू एकै ठाउँ लतपताउन लागे। लेखकको झैँ चित्रकारको पनि आफ्नो आफ्नो शैली र माध्यम हुन्छन् अरे। तिनै धर्साहरू र लतपते रङद्वारा नै चित्रकार आफ्नो भावना व्यक्त गर्छन् रे। मैले त प्रकृतिलाई हुबहु क्यानभसमा उतार्नु नै चित्रकला हो भन्ने सम्झेको थिएँ, तर मेरो विचार भुल रहेछ। क्यामेराको अपेक्षा चित्रकला धेरै नै अघि बढिरहेको रहेछ। साधारण क्यामेराले कुनै मानिसको सक्कल बाहिरी आकृतिको चित्र लिन सक्छन् भने एक्सरे क्यामेराले त्यस मानिसको अस्थि र विभिन्न अवयवको चित्र लिन सक्छ। तर कुनै पनि क्यामेराले मानिसको विचार, भावना, मनको स्थिति इत्यादिको चित्र अझसम्म लिन सकेको छैन। तर चित्रकारले भने आफ्नो तुलिकाको सहायताले यस्ता अमूर्त विषयहरूको चित्र समेत क्यानभसमा उतार्दो रहेछ। त्यसैकारण चित्रकलाको क्षेत्रमा चित्रकारले वैज्ञानिकलाई लङ्कै पलङ्कै पछि छाड्दो रहेछन्। यस्ता एब्स्ट्र्याक्ट चित्रहरूलाई मैले धेरैचोटि उल्टाइ पल्टाइ हेरेको छु, तर चित्रको विषयवस्तुलाई शीर्षकमा ढाल्न सकिन अथवा शीर्षक अनुरूप सिद्ध गर्न सकिन। हुनसक्छ चित्रकारको आँखाले हेर्ने, चित्रकारको हृदयले छुने, उसको भावनाको गहिराईसम्म पुग्ने मेरो सामर्थ्य छैन। ज्यामिनी राईका काठका गुडियाहरू जस्ता आकृति भएको मानिसहरूका आँखाहरू उछिटिएर अनुहार बाहिर निस्कन खोजे तापनि विषयवस्तु ठम्ब्याउन सकिन्छ। टेगोरका चित्रहरू उछिन्न र पछिन्न गरी रेखा दुगुरेको भए पनि विषयवस्तुको आकारसम्म ठम्ब्याउन सकिन्छ। तर पिकासोको कलालाई भने मैले प्रशंसा दिन सकिनँ। तर मैले प्रशंसा दिन नसकेर के हुने हो र? महान कलाकारको इज्जत रतिभर पनि घट्ने होइन। यसबाट त अझ मेरो बेवकुफी जाहेर हुने हो। आज भानुभक्तलाई भुली शेक्सपियरलाई चिन्नु, मादललाई परसारी गिटार भिर्नु नै स्वयंलाई सभ्य सिद्ध गर्नु हो भन्ने युगमा मैले पनि पिकासोलाई चिन्न पर्थ्यो। उनका चित्रहरू बुझ्नै नसकिने भए तापनि आहा क्या भावनाको सागर लहरिएको छ भन्नु पर्थ्यो। तर झुटो बोली स्वयंलाई धोका दिन सकिन। एब्स्ट्र्याक्ट आर्टमा मधुकरको पनि रस भिजेको थियो। यस क्षेत्रमा तिनी एक सिद्ध हस्तकलाकार साबित भइसकेका थिए। अल्पभाषी, गम्भीर भावनाको जालो बीच अल्झिएका, नित्य आफ्नै धुनमा मस्त, मानव बाहिरी दुनियाँसित तिनको कुनै सम्पर्क नै छैन। रङका ट्युबहरू र थरीथरीका तुलिकाहरूले टेबल भरिएको थियो औ कमराका भित्ता, कुना, क्याप्चा, क्यानभस, म्यासोनाइट र भ्यानिस्टरका काठमा कोरेको अथवा भनौँ रङले लतपत भएको चित्रहरूले भरिएको थियो। तीनताक कला, भावना, कला औ संस्कृति सङ्घले एउटा चित्रकला प्रदर्शनी आयोजन गरेको थियो। प्रदर्शनीका निम्ति ठाउँ ठाउँबाट प्रतिष्ठालब्ध कलाकारहरूका कृतिहरू प्राप्त भइसकेका थिए।
तर शेष दिनसम्म पनि मधुकरबाट कुनै पनि कृति प्राप्त भएन। बिना मधुकरका चित्र प्रदर्शनी कसरी सफल हुन सक्छ? व्यवस्थापक मण्डलीका केही कार्यकर्ताहरू दुग्रेर बिहानै मधुकर कहाँ पुगे र प्रदर्शनीका निम्ति सर्वोत्तम कृतिहरू दिने आग्रह गरे। मधुकर बार बार भनिरहेका थिए, हेर्नुहोस्, म चित्र कोर्छु आत्मसन्तुष्टिको निम्ति, तर कुनै प्रदर्शनीमा भाग लिउँला भनेर होइन। व्यवस्थापक मण्डलीका कार्यकर्ताहरूलाई मधुकरका चित्रहरूको आवश्यकता परेको थियो। जसरी भए पनि त्यस प्रदर्शनीका निम्ति मधुकरबाट केही चित्रहरू प्राप्त गर्न थियो। तिनीहरू भन्न लागे, मधुकरजी, यसलाई तपाईँ प्रतियोगिता भनी नसम्झिनुहोस्, यो त चित्रकला प्रदर्शनी हो। यहाँ तपाईँको स्टुडियोमा थोरै मानिसहरूले मात्र तपाईँका कृतिहरू हेर्ने मौका पाउँछन्, तर प्रदर्शनीमा भने हजारौँ मानिसहरूले तपाईँका चित्रहरू हेर्न सुयोग पाउनेछन्। बस अन्तर यति मात्र छ। फेरि हाम्रो स्थितितर्फ पनि त ध्यान दिनुहोस् न। तपाईँ जस्ता एक महान कलाकारका चित्रहरू हामीलाई प्राप्त भएन भने सम्झनुहोस्, प्रदर्शनी गराउने हाम्रो जम्मै प्रयास नै खेर गयो। ठिक छ, तपाईँ आत्मतुष्टिका निम्ति चित्र कोर्नुहोस्, तर यसबाट कला प्रेमीहरूलाई प्रेरणा मिलोस्। सबैका अघि केही जोड नचल्दा मधुकरलाई आत्मसमर्पण गर्न कर लाग्यो। तिनले भने, तपाईहरू आफ्नो ढिप्पी छाड्नु हुन्न भने मेरो के लाग्छ र? लैजानुहोस्, तर त म स्वयं आफ्ना हातले उठाएर भने आफ्ना कृतिहरू दिन्न। तपाईहरूलाई जे जस्तो इच्छा लाग्छ उठाएर लैजानुहोस्। व्यवस्थापक मण्डलीका सदस्यहरूले कृतज्ञता प्रकट गरे। अन्य चित्रकारहरूका चित्रहरू त पहिले नै ग्यालरीमा सजाइएका थिए। अब मधुकरका चित्रहरूको क्रमबद्ध सूची तयार हुन लाग्यो। कुस्तीबाज, दीपावली, ममता, सुन्तला पसले, भालु र मदारी, सृष्टिको आरम्भ, तर एउटा चित्र भने सूची तयार हुन सकेन। किनभने त्यस चित्रमा शीर्षक लेखिएकै थिएन औ हडबडीमा मधुकरलाई सोधिरहने फुङ पनि रहेन। प्रदर्शनी उद्घाटनको समय खाली 25-30 मिनट मात्र बाँकी रहन गएको थियो। दगुरी गई मधुकरसित राई लिइरहने समय नै थिएन। फेरि त्यस चित्रकलालाई प्रदर्शनीबाट अलग गर्न पनि तिनीहरू चाहँदैन थिए। व्यवस्थापक मण्डली बीच बहस चल्यो। एउटाले भनी पनि हाल्यो, लेखिदिनुहोस् न एउटा नाउँ, आखिर एब्स्ट्र्याक्ट आर्ट हो, के फेर पर्छ र? अर्कोले थप्यो, हो, एउटा मिल्दो शीर्षक लेखेर राखिदिनुहोस् न, समय थोरै छ। शीर्षक चाहिँ के दिने? अब व्यवस्थापक मण्डलीका सदस्यहरू बीच बहस चल्यो। एउटाले भने, होइन, यो त अपूर्ण नसिद्धिएको चित्र त होइन, खोइ फ्रेम पनि त हाल्नु भएको छैन। भ्यानिस्टका जतासुकै रङ लतपत पारे जस्तो पो छ नि। अर्कोले भन्न थाल्यो, के भन्नुभएको उहाँका यी अनेकौं फ्रेम नसकिएका चित्रहरू पनि त छन्। त्यहाँ हेर्नुहोस्, यहाँ यो कुनामा धुवाँ जस्तो बादल मडारिएको जस्तो छ। त्यसै बीचबाट चारैतिर ज्योति छरिए जस्तो छ। यसले असत्यमाथि सत्यको, अन्धकारमाथि प्रकाशको औ दैत्य शक्तिमाथि दैव शक्तिको विजय देखाउँछ। यसलाई विजयी ज्योतिको शीर्षक दिए कस्तो होला? चन्द्रकिशोर स्वयंलाई मधुकरका एब्स्ट्र्याक्ट आर्टहरूका सफल टिप्पणीकार ठान्थे। उसले सुझाव दियो, हेर्नुहोस्, यहाँ किरणावलीको अपेक्षा कलाकारले मेघको इफेक्टलाई अधिकतर प्रमुखता दिएको बुझिन्छ।
फेरि मड्रिन नलागेको बादल बीचबाट केही काला, कहिले सेतो, कहिले रातो, रङ बिरङ्गे, कहिले मधुरो, कहिले चहकिलो मेघ रुमाली निस्किएको जस्तो देखिन्छ। यसले मानिसभित्रको अन्तर्द्वन्द्वलाई प्रतिनिधित्व गर्छ। यहाँ मानवको भावना मडारिएको छ। कालोले ईर्ष्या, द्वेष, दाह, रातोले लोभ, मोह र सेतोले प्रेम, शान्ति र हृदयको स्वच्छताको परिचय दिन्छ। त्यसै कारण म त यसलाई आत्ममन्थनको शीर्षक दिन्छु। चन्द्रकिशोरको तर्कमा जोड थियो। चन्द्रकिशोरको सुझाव सबैलाई युक्तिसङ्गत लाग्यो। त्यसपछि त्यस शीर्षक बिनाको चित्रको नाउँ सर्वसम्मतिद्वारा आत्ममन्थन राखियो। अरू चित्रहरू साथ आत्ममन्थनले पनि ग्यालरीमा स्थान पायो। प्रदर्शित चित्रकारहरूको सूची तयार गरियो, साथै चित्रहरूको पनि। बाहिर मानिसहरूको खास भिड जम्मिएको थियो। नगरपालिकाका अध्यक्षको बाहुलीबाट उद्घाटन हुने भएको सबै उनैको प्रतीक्षामा थिए। ठिक समयमा एउटा नीलो रङको मोटर तोरणहरूले सजाइएको फाटक अघि अडियो। व्यवस्थापक मण्डलीका अध्यक्ष औ कार्यकर्ताहरूले उनलाई लिएर आए। नगरपालिकाका अध्यक्षले सेतो रेशमी फिता काट्नु भएपछि कला भवनको मूल ढोका खोलियो। बाहिर भिड अधीर भई उठे तापनि निर्णायक वर्गले आफ्नो निर्णय नदिएसम्म अरू पस्न नपाउने भए। चित्रहरू श्रेणीबद्ध सजाइएको थियो। पोर्ट्रेट, ल्यान्डस्केप, स्टिल लाइफ, त्यसपछि एब्स्ट्र्याक्ट आर्टको सङ्गालो थियो। अन्य श्रेणीका चित्रहरूको जाँच गरिसकेपछि निर्णायक वर्गले एब्स्ट्र्याक्ट आर्ट ग्यालरी निरीक्षण गर्न लागे। बाहिर भिडमा व्यग्रता बढिरहेको थियो। कुनै व्यक्ति मूल ढोका बाहिर स्वयंसेवकहरूसित ठोकाबाजी गरिरहेका थिए। तिनी भनिरहेका थिए, मलाई भित्र पस्न देऊ न, किन बाटा छेकेको हँ? एकछिनका लागि पस्न देऊ, मेरो काम हर्जा भइसक्यो। स्वयंसेवकहरू तिनलाई सम्झाइरहेका थिए। भिडलाई थामिराख्न धौधौ परिरहेको थियो। निर्णायक वर्गले जम्मै चित्रहरूको जाँच गरिसकेपछि एब्स्ट्र्याक्ट आर्टको सङ्गालोमा प्रथम स्थान आत्ममन्थनलाई दिए। नगरपालिकाका अध्यक्षले त्यस चित्रमाथि रातो ब्याज लगाइदिए। दोस्रो र तेस्रो स्थानका निम्ति निर्णय लिन बाँकी नै थियो। त्यसै समय मूल ढोका हठात खोलियो र ढोकामा मधुकर देखा परे। तिनका पछि 3-4 जना स्वयंसेवकहरू थिए। तिनी केही उत्तेजित देखिन्थ्यो। तिनी भनिरहेका थिए, हेर्नुहोस् किशोरजी, यो के अन्याय हो? एउटा एकै छिनका निम्ति म भित्र पस्न नपाउनु? तपाईका स्वयंसेवकहरूसित कतिचोटि अनुनय विनय गरे, मेरो कामै रोकियो। मलाई एकछिनका निम्ति भित्र पस्न दिउन् भने किन सुन्थे र? केही लज्जित भएर चन्द्रकिशोरले क्षमा याचना गर्दै भने, क्षमा गर्नुहोस् मधुकरजी, यिनीहरूले तपाईँलाई चिनेनन्। यिनीहरूको धृष्टताका निम्ति म लज्जित छु। म स्वयं तपाईँसित क्षमा याचना गरिरहेछु। भन्नुहोस् तपाईँको काम कसरी रोकिन गयो? मधुकर बोलेनन्। उसको ध्यान ग्यालरीमा सजाइएका चित्रमाथि थियो। एकचोटि ती चित्रहरूलाई सरसरी हेर्दै तिनी वरिपरि हेरी वारीदेखि पारी पुगे र आफ्नो चित्रहरूको सङ्गालो अघि टक्क अडिए। प्रथम स्थान पाएको त्यस भ्यानिस्टरको काठलाई ग्यालरीबाट तिनले झिके र काखी मुनि च्यापी लुरुक्क बाहिर लगे। एकछिन चकमन्नता छायो। के भइरहेछ कसैले सोच्न पनि पाएनन्। त्यसपछि एक्कासी हाहाकार छायो।
चन्द्रकिशोर दुगुर्दै गएर मधुकरको बाटो छेक्दै भने, मधुकरजी, यो के गर्न लाग्नु भएको? तपाईँको यो चित्रलाई त प्रथम स्थान प्राप्त भएको छ। तपाईँ जस्ता महान कलाकारका कृतिहरूलाई अन्य दर्शकवर्गले पनि हेर्न पाउनुपर्छ। किन हतारिनुहुन्छ? प्रदर्शनी शेष भएपछि म स्वयं यी चित्रहरूलाई लिएर आउनेछु। मधुकर छक्क परे झैँ गरी सबैको अनुहार हेरिरहे। त्यसपछि तिनले भने, हेर्नुहोस्, मैले त तपाईँलाई मेरो चित्रहरू पो छानेर लैजानुहोस् भनेका थिए, तर मेरो काम हर्जा गराउनुहोस् त भनेको थिइनँ। यो भ्यानिस्टको बोर्ड कसले उठाएर यहाँ ल्यायो? अर्काको काम यसरी हर्जा गरिदिनुहुन्छ? मैले रङको कुची पुछ्ने, कुची सफा गर्ने गरेको यो भ्यानिस्टको टुक्रा हो, यहाँ कसरी आयो? सबै अवाक भए। निर्णायक वर्ग, व्यवस्थापक मण्डलीका कार्यकर्ताहरू सबै एकाअर्काको अनुहार हेर्न लागे। कसैको मुखबाट एक शब्द पनि फुटेन, मानौ यहाँ भर्खरै भुइँचालो गएको छ। त्यही बोर्ड काखीमुनि च्यापी मधुकरले भने, उत्तरको सम्म प्रतीक्षा नगरी हेर्दै ढोका बाहिर ओझेल भए।